रहेको छ विद्यार्थीहरुको शिकायतहरु टिप्नु विद्यार्थीहरुको जति पनि शिकायत हुन्छ त्यो सबभन्दा पहिला मोनिटरलाई टिप्नु पर्छ के शिकायत छ कुन टिचरले के गर्नुहुन्छ के को शिकायत छ टिचरको शिकायत छ कि कुनै होमवर्कको शिकायत छ कि जे को शिकायत छ मोनिटरलाई टिप्नु पर्छ अनि त्यसपछि नियम 6 मा रहेको छ बोर्ड सफा गर्नु हुन त यो हामी शिक्षकहरुले आफै नै गरिहाल्छौं तर यदि कुनै दिन कुनै संजोगवश छुट्यो भने हाम्रो मोनिटरको काम हुन्छ कृपया बोर्ड सफा गरिदिनु त्यसपछि नियम 7 मा रहेको छ कक्षा सामग्री व्यवस्थित राख्नु अब कक्षामा जस्तै डस्टर भयो चक भयो पुस्तकहरु भयो आदि ठिक ठाउँमा राख्नु पर्छ कि डस्टर भयो अहिले त चक छैन हाम्रो व्हाइट बोर्ड छ त्यही भएर मार्कर हुन्छ पुस्तकहरु हुन्छ त्यो सबैलाई एउटा व्यवस्थित ठाउँमा राख्दिनु पर्छ ठीक छ शिक्षक नभएको बेलामा कार्य दिनु अब कुनै संजोगवश कुनै शिक्षक हाम्रो अनुपस्थित हुन्छ भने लिजर जान दिनु परेन त्यो घण्टीमा हाम्रो मोनिटरले क्लास वर्क पुरै क्लासलाई गराउनु पर्छ बुझ्नुभयो नि शिक्षकले दिएको गृह कार्य वा कक्षा कार्य विद्यार्थीहरुलाई गराउनु पर्छ ठीक छ कुनै होमवर्कमा कुनै विद्यार्थीको समस्या आयो भने त्यो मोनिटरसँग गएर छलफल गर्नुपर्छ शिक्षकको निर्देशन पालन गरौँ शिक्षकको निर्देशन पालन गरौँ अब कुनै शिक्षक आएर भन्नुभयो ल सबजना चुप लागेर बस्नु तर चुप लागेर बस्नु कसैले उता हल्ला गर्यो कसैले उता हल्ला गर्यो टिचरको लागि भनेर त जानु भयो तर त्यहाँ मोनिटर त हुन्छ नि त्यो मोनिटरले के गर्नु पर्यो टिचरले भन्नुभएको उहाँले गर्नुभएको कमान्डलाई हामीले गर्नुपर्छ ठीक छ कसैले हल्ला गर्यो भने उनलाई शान्त गराउनु पर्छ होमवर्क दिनुभयो भने सरले या त क्लास वर्क दिनुभयो भने क्लास वर्क गर्नुपर्छ ठीक छ लास्ट नियम हाम्रो रहेको छ अनुशासनहीन विद्यार्थीहरुलाई सम्झाउनु अब कुनै विद्यार्थी अलि बढी अनुशासनहीन हुन्छ कि जति सम्झाए पनि अनुशासनमा बस्नै मान्दैन त्यसलाई पनि क्लासमा मोनिटरले सम्झाएर बुझाएर राम्रो व्यवहारले उसलाई सम्झाउनु पर्छ राम्रो व्यवहारमा ल्याउनु पर्छ यति कामहरु हाम्रो मोनिटरले गर्नुपर्ने ठीक छ सबैजनाले बुझ्नुभयो नि फेरि रिपिट गर्नुपर्छ कि क्या हो गर्नुपर्छ भने फेरि गर्नुपर्छ बुझ्यो नि केजी बुझ्यो नि के गर्नु छैन नि ठीक छ ल अल द भेरी भेरी बेस्ट अब हामी निष्कर्ष निकाल्नेछौँ ठीक छ रिजल्ट आउँछ